सप्तरीबाट प्रदेश सभामा स्वतन्त्र भएर निर्वाचित सभासद अनिरुद्ध प्रसाद सिंह यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनीमाथि एकजना माओवादी नेताको हत्यामा संलग्न रहेको अभियोग लागेको छ। जिल्ला अदालत सप्तरीले यादवलाई पक्राउ पूर्जी जारी गरेको थियो। सभासद यादव सप्तरी क्षेत्र नम्बर 4 खबाट प्रत्यक्ष निर्वाचित छन्। आर्थिक वर्ष 2063-64 को मुद्दा नम्बर 131 मा यादवलाई कसुरदार ठहर गरी अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। कर्तव्य ज्यान मुद्दामा यादव सोमबार दिउँसो करिब 3 बजे राजविराज नगरपालिका 7 बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एएसपी नरेन्द्र कुमार कार्कीले बताए। 17 वर्ष पुरानो मुद्दामा उनलाई पक्राउ गरिएको छ। एसपी कार्कीले भने अदालतमा हाजिर गराए म्याद थप गरिएको छ। सभासद यादवलाई पक्राउ गरिएको जानकारी तत्कालीन मध्य प्रदेश सभामुखलाई गराइएको उनले बताए। अदालतको आदेशमा सांसद यादवलाई पक्राउ गरी मुलतबीमा राखी अनुसन्धान गर्नु भन्ने आदेश दिएको थियो। रीता कुमारी चौधरीको जाहेरीले 2068 साल चैत 19 गते सप्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गरेको आदेश अनुसार उनलाई पक्राउ गरिएको छ। यादव पक्राउ परे पनि उनको पद भन्ने हाल यथातथ रहने बताइएको छ। पद मुक्त गर्न प्रहरीले सभामुखलाई पत्राचार गर्नुपर्ने प्रावधान रहेको छ। यादवको मुद्दा राजनीतिक प्रतिशोध रहेकाले सरकार तत्काल फिर्ता लिनुपर्ने यादव निकटका नेताहरूले माग गरेका छन्। यादवकै निर्देशनमा तत्कालीन फोक्सर प्रवाह गाविस 1 का 32 वर्षीय दीपू भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप थियो। तत्कालीन बोदेव श्राइन गाविस 4 बाट 2064 असार 9 गते अपहरण गरी सोहिदित नेङ्गडा गाविस 5 बैरिया टोलमा पुर्याई गोली हाने चौधरीको हत्या भएको थियो। उजुरीकर्ता चौधरी मृतक चौधरीकी दिदी रहेको बताइएको छ। चौधरी माओवादी कार्यकर्ता थिए। मृतककी दिदी धनबढी गाविस 3 की चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा 2064 साल 14 गते यादव सहित 9 जना माथि किटानी जाहेरी दिएकी थिइन्। यादव विरुद्ध किटानी जाहेरी गरे पनि उनी व्यवस्था गर्दै आएका थिए। अदालतमा हाजिर हुन म्याद जारी भए पनि हाजिर नभएर कसर स्वीकार गरेको अदालतले जनाएको छ। तर यादवले आफूलाई अदालतबाट कुनै प्रकारको पत्र पूर्जी हालसम्म प्राप्त नभएको दावी गरेका छन्। अदालतको पूर्जी प्राप्त भएको भए समयमै हाजिर हुने थियो। उनले भने अदालतको सम्मान गर्ने बताउँदै अदालतबाट न्याय मिल्नेछ। झुटो जाहेरी दिएर मेरो नाम समावेश गरिएको उनले दावी गरे। राजनीतिक र समाज सेवामा सक्रिय रहेका यादव हिंसा विरोधी नेताको रूपमा स्थापित छन्। तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंह नेतृत्वमा मधेसको राजनीतिमा यादव होमिएका थिए। पछिल्लो समयमा उनी मधेसवादी दलहरूबाट नै आलो पालो राजनीति गरिरहेका छन्। यादव स्वतन्त्र रूपमा निर्वाचन जिते पनि पछिल्लो समय राजनीतिमा जनता समाजवादी पार्टी जसपा निकट रहेका छन्। यसअघि उनी राष्ट्रिय सभा सदस्य पदमा जसपाबाट उम्मेदवारी दिएका थिए। रौतहट जिल्लाको राइस मिल घटनामा संलग्न रहेका अभियुक्तहरूलाई पक्राउ गरिने सरकारले पीडित पक्षसित सहमति गरेको 1 महिना नबित्दै यादवले पक्राउ गरिएको छ। प्रहरीको फरार सूचीमा उनको नाम रहे पनि यादव यथार्थमा फरार भएका थिएनन्। रौतहट राइस मिलको घटनाको मुख्य अभियुक्त बनाइएका उपेन्द्र यादवलाई पक्राउ गरी मुद्दा चलाउन पूर्व माओवादी नेता समेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु शाह लगायतले आन्दोलन चलाएका छन्। सभासद यादवलाई पक्राउ गरी गौ घटनाका अभियुक्तहरूलाई समेत पक्राउ गर्न सरकारले संकेतको जसपाका नेताहरूको बुझाइरहेको छ। तर यस सम्बन्धमा जसपाका नेताहरूले मुख खोल्न चाहेका छैनन्।